तपाईको छोराछोरी चाहिँ हजुरको स्कुलमै पढ्नुहुन्छ कि बोर्डिङमा? अब हाम्रो छोराछोरी त निस्किसक्यो, बाहिर गइसक्यो, कोही इन्डियामा पढ्दैछ, कोही पढेर जागिर खाँदैछ। ओलीजी हिम्मत छ भने तपाईँ यस्तो शिक्षा ल्याउनुहोस् न, सामुदायिक विद्यालयमा काम गर्ने मात्रै होइन, राष्ट्र सेवक सम्पूर्ण देशभरिको साराको छोरोछोरी नाति नातिनीहरू अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढ्नुपर्ने। कसैले शिक्षामा सुधार ल्याउनु पर्दैन। हजुर धन्यवाद, नमस्ते। व्यस्त हुनुहुन्छ? व्यस्त धेरै छौँ, तनाव पनि होला है? तनाव पनि छ, व्यस्त पनि छ। जस्तो सरकार र तपाईँहरूको यो आज 16औं दिन पुगिसक्यो, निष्कर्षमा केही आएको छैन अहिलेसम्म? यो खास गरी भन्नु भने अब हामी यो देशभरिको शिक्षकहरू काठमाडौँमा विगत 20 गतेदेखि आज 16औं दिन आन्दोलन गरिरहेछौँ नि। हामी यो 16 दिन र यो आन्दोलन गर्ने हाम्रो रहर होइन। निष्कर्ष अहिलेसम्म दुःख लाग्दो कुरो, हजुरले धेरै राम्रो प्रश्न उठाउनु हो, निष्कर्ष केही आएको कि छैन। नेपाली शिक्षकहरूको नजरमा नेपाल शिक्षक महासङ्घ जसले अगुवाई गरिरहेछ त्यसको नजरमा अहिले हामी जिरोमा छौँ। हिजो अस्ति एउटा मन्त्री परिषदको बैठक भयो। मन्त्री परिषदको बैठकमा निर्णय के भएको छ भने वैशाखको 12 गते 1 बजे विशेष अधिवेशन बोलाउने। भन्नुहोस्, घरमा आज आगो लाग्छ भने अब पोखरी खनेर अनि पानी निकालेर त्यो निभाउँदा हुन्छ कि पानीको तुरन्त इमिडिएट व्यवस्था गर्नु पर्यो होइन? त्यसले गर्दाखेरि यो विशेष अधिवेशन 12 गते बोलाएर अनि यो शिक्षकहरूलाई गुमराह गर्ने विगत झैँ यो आज मात्रै होइन, यो सरकारको यो मात्रै होइन, हामीसँग धेरै नै सरकारले एउटा भनौँ नि धोका धेरै भइसक्यो। धेरै धोका भएर आज हामीले अब, किनभने तपाईँहरूलाई थाहा होला 2080 सालमा सोझमा हाम्रो आन्दोलन भयो। त्यसमा चाहिँ नेपाल सरकार र नेपाल शिक्षक महासङ्घ बीच सम्झौताहरू भयो। अहिले आन्दोलन के को लागि? सम्झौता जसमा नेपाल सरकार र नेपाल शिक्षक महासङ्घ सम्झौता गरिसकेका छ त्यही देऊ भन्नको लागि त हामीले त्यो जब सम्झौता भइसक्यो वार्तामा अनि त्यो त गरिदिनु पर्ने, त्यो भइरहेको छैन। नम्बर 1। नम्बर 2, 20 गतेदेखि चैतको एकाएक हामीले अब लौ हामी स्कुल बन्द गरेर यहाँ आउँछौँ भनेको त होइन नि। हामीले त यो आन्दोलनको घोषणा 2 महिना पहिल्यैदेखि गरेको हो। हामीले हेर्नुहोस् स्टेप बाई स्टेप आन्दोलनको गर्दै आछौँ। हामीले पालिकामा धरना बस्यौँ, जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ 77 जिल्लामा हुन्छ, त्यहाँ धरना र ज्ञापन बुझायौँ, ज्ञापन पत्र शिक्षा मन्त्री प्रधानमन्त्रीलाई। त्यसपछि यो देशको प्रमुख राजनीतिक दल जति पनि राष्ट्रिय पार्टीहरू छन् सबैको पार्टी कार्यालय अगाडि हामीले धरना बस्यौँ, ज्ञापन बुझायौँ गरे यहाँ ठक्कै हैन? हजुर, त्यो धरनाले मात्रै सोलुसन निस्किन्छ त्यही भनेको। अनि हामीले त अब धरनाहरू गरेर सरकारलाई जानकारी गराउन खोजेको, किनभने सरकार सञ्चालन त राजनीतिक दलले गरिरहेछ। सबै राजनीतिक दललाई जिम्मेवार होइदिनुहोस्। यदि तपाईँहरू यो हाम्रो जुन नेपाल सरकारसँग सम्झौता भएको छ त्यो माग पुरा भएन भने अब हामी चैतको 20 गतेबाट आम शैक्षिक हडताल घोषणा गरेर पुरै विद्यालय पुरै शैक्षिक संस्था हामी ठप्प गर्छौँ र काठमाडौँ सडकमा आउँदैछौँ है भनेर सचेत गराएको। तपाईँको यति मात्र होइन, फाल्गुनको 24 गते हामीले एउटा कास्टिङ देखायौँ। देशभरिबाट प्रतिनिधिमूलक 40-50 हजार शिक्षकहरू सडकमा आएर ल भाइ अब पनि केही बितेको छैन, चैत 20 गते आउँदैछ, त्योभन्दा पहिला हाम्रो माग पुरा गरिदिनु पर्यो, होइन भने हामी यसरी सडकमा आउँदैछौँ भने सरकारले सुन्दैन, जे गरे पनि सुन्दैन। अहिले यत्रो ठुलो आन्दोलन भइरहेछ, यत्रो चाहिने हामी अनुशासित आन्दोलन गर्दैछौँ। अनुशासित भने हामी देशको एउटा जिम्मेवार नागरिकको हैसियत। त्यो भनाइ तपाईँहरूको शिक्षकहरूको होला है, गभर्मेन्टको पनि कुरा सुनिसक्नु भएको छ होला। जति हजुरहरूले माग राख्नु भएको छ तपाईँहरूको माग सबै जायज छैन र पुर्याउन सकिँदैन पनि भनिरहेछ। सर आम पब्लिकले हेर्दा पनि तपाईँले राखेको माग सबै त नपुग्ला होइन? सबै चाहिने हो जति राख्नु भएको माग होइन। यस्तो छ, हाम्रो नचाहिने माग कुनै छैन। तपाईँलाई एउटा हामी पनि देशको के अरे यो राष्ट्र सेवक हो। सरकारले राष्ट्र सेवकको सुन्नु न, शिक्षक पनि राष्ट्र सेवकको दर्जामा हुनु पर्यो कि परेन?
मर्यादाक्रम शिक्षकको चाहियो कि चाहिएन, जुन कि अन्य कर्मचारीले पाइरहेछ। हामीलाई छुट्टै केही चाहिँदैन। अन्य कर्मचारीले, निजामतीले, स्वास्थ्य सेवाको कर्मचारीले जुन उपभोग गरिरहेका छन् त्यो सुविधा हामीलाई चाहिन्छ कि चाहिँदैन? 5 वर्षमा बढुवा हुन्छ, आवधिक बढुवा उहाँहरूको 5-5 वर्षमा। एउटा खरदार 5 वर्षमा खरदार, दोस्रो 5 वर्षमा सुब्बा, तेस्रो 5 वर्षमा अधिकृत, चौथो 5 वर्षमा तपाईको उपसचिव हुन्छ भने हाम्रो शिक्षक प्रावित तृतीयमा अथवा निमावित तृतीयमा अथवा मावित तृतीयमा भर्ना भएपछि ऊ ज्यूको त्यों भएर रिटायर हुन्छ। यो विडम्बना हो कि हैन? हामीले त्यही भनेका छौं कि आवधिक बढुवा हाम्रो 10 वर्षमा, अन्य सेक्टरको स्वास्थ्यको यदि 5 वर्षमा हुन्छ, निजामतीको हाम्रो 10 वर्षमा आवधिक बढुवा गरिदेऊ सरकार। सम्झौता पनि भइसकेको छ। यो कुन ठुलो कुरो हो? रह्यो कुरो कि ग्रेडको कुरो, हामीले मागको कुरा म भन्दै छु। 82 को वैशाख 2 गते अथवा 1 गते कोही टिचर यदि थाहै भएर आयो भने उले ग्रेड कहिले 84 को वैशाखदेखि पाउँछ। 2 वर्षमा 1 ग्रेड पाउँछ। यो कहाँबाट विभेदकारी नीति आयो? अर्को, राहतका टिचरहरू छन्। देशभरि राहत अहिले 40,000 राहतहरू छन्। हाम्रो मागको सन्दर्भमा 40,000 राहतहरू आज देश धानिरहेको छ। धेरै लामो समयसम्म देशमा चाहिँ तपाईको शिक्षक सेवा आयोग निस्केन अनि राहतहरूको उमेर आज एक्सपायर भयो। 40 वर्ष नागिसकेको व्यक्तिले आयोग दिन पाउँदैन। सरकारको गल्ती हो कि त्यो राहत टिचरको गल्ती हो? राहत शिक्षकलाई हामीले के भनेका छौं भने एकचोटि उमेरको हद नलाग्ने गरी आयोग दिन पाउनु पर्ने। उनले चाहिँ आफ्नो दरबन्दीमा पास भयो भने थाई, फेल भएकोलाई सम्मानजनक सुविधा सहित जो थाई शिक्षकले जसरी रिटायर भएर घर जाँदा केही पाउँछ दिएर पठाइदिने। ईसीडी को सवालमा यहाँ मास्टर डिग्री पनि ईसीडी छन्, ब्याचलर पनि छन्, 8 क्लास पनि ईसीडी छन्। एउटा ईसीडी टिचरहरूलाई सामान्य न्यूनतम के ज्याला न्यूनतम छ। तपाईको एकदम थोरै ज्याला छ। 15-16 हजार को ज्यालामा यो देशमा काठमाडौँमा 15-16 हजार, यहाँ पनि त विद्यालयमा ईसीडी टिचर त होला। त 15-16 हजारले यहाँको ईसीडीलाई पेट भरिरहेछ। तपाईसँग म सोधिरहेको छु, त्यसले यिनीहरूको व्यवस्थापन गर्नु परेन? विद्यालय कर्मचारी भनेको पियन र लेखापाल, उनीहरूको बिचराहरूको 12-15 हजार तलब दरबन्दी छैन। 20 वर्षदेखि उनीहरू काम गरिरहेछन्। हरेक कर्मचारी अथवा हरेक व्यक्ति आम नागरिकको पनि समस्या त्यो छ हैन? जस्तै 2 चोटी वार्ता पनि बसिसक्नु सरकारसँग। पहिला 80 अहिले पनि बस्नु भएन र? हजुर, अहिले बसेको औपचारिक रूपमा होइन। थोरै त तपाईहरुले पनि लचकता अपनाउनु पर्ने, सरकारले पनि अपनाउनु पर्ने हैन? त्यो लचकता दुवै तर्फ नभएको हो कि तपाईहरुको यस्तो? हाम्रो लचकता सरकारले त यसप्रति उत्तरदायी नै छैन। सरकार त शिक्षालाई तहस गर्न खोजेको छ। हामी कति जिम्मेवारीका साथ अगाडि बढिरहेछौं हेर्नुस् न। हामीले देशभरिको विद्यालयहरूमा वार्षिक परीक्षा सञ्चालन गरेर पढाइ लेखाइ समाप्त गरिसकेपछि, वार्षिक परीक्षा सञ्चालन गरिसकेपछि, एससी को एक्जाम सकिसकेपछि सारा थोक गरेर 20 देखि 30 गते 31 गतेसम्म त्यो कापी चेक गर्ने र रिजल्ट बनाउने आवर हुन्छ। हामी यदि गैर जिम्मेवार भएको भए हामी फाल्गुनमा माघैमा यत्रो अनिश्चितकाल त आन्दोलन गर्दिन्थ्यौं। तपाईलाई सामान्य छ है? हजुर, एकछिन सुन्दिनुस्। अब तपाई भन्नु त्यो पीक आवर जुन कि हामी रिजल्ट बनाउने, त्यसमा त विद्यार्थीहरू त विद्यालयमा पढ्न आउँदैनन्। त्यो अवस्थामा हामी आन्दोलनको सुरु गर्यौं कि हामीलाई के लाग्यो भने भित्रैबाट 80 सालमा हामीसँग सरकारको सम्झौता भएकै छ, त्यही माग लिनु छ। हामी सरकारले आनाकान गरिरहेछ। हामी देशैभरिका शिक्षकहरू त्यहाँ जान्छौँ माइती घर मण्डला। एक दिन यसो 2 दिन बस्छौँ, बसेपछि इमिडिएट माग पूरा भइहाल्छ। तुरुन्त हामी विद्यालयमा फर्कन्छौँ, रिजल्ट निकाल्छौँ। सबै नियमित क्रियाकलाप वैशाख 2 गतेबाट आम विद्यार्थी भर्नाको अभियानदेखि लिएर सबै हामी सरिक हुन्छौँ भनेर हामी आएको। हेर्नुस् त सरकार कति गैर जिम्मेवार। सरकार त आफ्नै मस्तीमा छ। तपाई एउटा कुरा हेर्नुभयो कि भएन? यत्रो ठुलो आन्दोलन भइरहेको छ माइती घर मण्डला र यस बानेश्वरमा, तर सरकारको प्राथमिकतामा यो आन्दोलन कस्तो परेको छ भने मन्त्री परिषदको अस्ति बैठकमा 20औं नम्बरमा प्राथमिकताको क्रम हुन्छ नि, 1 नम्बर 2 नम्बर 3 नम्बर,
सबभन्दा अन्तिम नम्बरमा 20औं नम्बरमा यो आन्दोलनबारे उहाँहरू निर्णय गर्नुभएको छ। त्यो पनि के विशेष अधिवेशन बोलाउने मात्र भनेपछि सरकारले हामीलाई कुन नजरबाट हेर्दैछ? हामी अपहेलित पेशा। आज सरकारले हामीलाई अपहेलित पेशा नबनाए के तपाईहरू चाहनुहुन्छ कि मेरो छोराछोरी शिक्षक होस्? कोही पनि चाहदैन। जो पनि चाहन्छ अब मेरो छोराछोरी निजामती होस्, स्वास्थ्य सेवामा होस्, डक्टर होस्, इन्जिनियर होस्, कोही तर विकसित राष्ट्रहरूमा जानुहुन्छ भने शिक्षामा यति चाहिने स्पेशल माइन्डहरूलाई त्यो आकर्षण यति शिक्षामा छ, यति नै आकर्षण छ कि मान्छे डक्टर बन्दैन, इन्जिनियर बन्दैन, निजामतीतिर जाँदैन, तर शिक्षकमा आउँछ। जस्तो हिजो नै होला पृथ्वी सुब्बा गुरुङले भनिसक्नुभयो यो आन्दोलन राजा ल्याउनलाई गरियो क्या हो भनेर पनि भन्नुभएको छ। त्यस्तो चिजहरू पनि आइरहेछन्। के गर्छन् तर यस विषयमा के छ भने अब एउटा हाम्रो त्यस्तो हामी राजामाथि विश्वास गर्ने, राज संस्थामाथि विश्वास गर्ने, पञ्चायती व्यवस्थामाथि विश्वास गर्ने त्यो चाहिँ हामी त्यो हुँदै होइन। हामी लोकतन्त्र गणतन्त्रमाथि विश्वास गर्ने हामी शिक्षक हौँ। हामी कुनै त्यो राजावादी के हुन्छ त्योसँग हामीलाई सरोकार छैन। हाम्रो माग सरकारले आजै पूरा गरिदियो भने भोलिदेखि हामी विद्यालयमा फर्कन्छ। सरकारले त सबै त्यो माग पूरा गर्न सकिँदैन पनि भनिरहेछ नि त। अनि कसरी हिजो 80 सालमा सम्झौता भयो अनि कुन चाहिँ आर्थिक लोड पुग्ने छ? हामी तलब खाएकै छौँ। हामी त तलब खाएकै छौँ। तपाईले एउटा कुरा जस्तै सेकेन्ड क्लासवाला यदि फर्स्ट क्लास हुन्छ भने उसको ग्रेड सहितको तलब र सेकेन्डबाट फर्स्ट भएको तलबमा थोरै डिफरेन्स हुन्छ। ऊ त तलब त्यतिकै खाइरहेछ। त्यो खाली श्रेणी एउटा सेकेन्ड क्लास छ भने फर्स्ट क्लास भइहाल्छ, थर्ड क्लास छ भने सेकेन्ड क्लास भइहाल्छ। त्यो श्रेणी मात्रै बढुवाले कुन आर्थिक भार हुन्छ? अर्को राहतका टिचरहरूलाई, करारको टिचरलाई थाहै गर्ने व्यवस्था, उसले त तलब खाइरहेछ। करार भएको सबैलाई सरकारले थेक्नु सक्दैन, सबैलाई उयो गर्दाखेरि भनेछ नि त। अनि यो जुन करार छन् अहिले दरबन्दीमा कार्यरत हुने होइन हो नि, तलब खाएको होइन, खाएकै छ। तलब त खाएकै छ। थाहै भयो भने 10% जस्तै उसले 40,000 को तलब खाइरहेछ भने 400 बढ्छ। थाहै भयो भने 10% थप 400, एउटा टिचरले 400 थप भएर यो देश कङ्गाल भइहाल्छ। त्यो बहाना हो के, आर्थिक रूपमा थेक्दैन। त्यो त जुन पनि टिचर आफ्नो दरबन्दीमा त तलब खाइरहेछ नि, त्यो त आर्थिक भार त देशले त बेहोरिरहेको छ। त्यो थाहै भयो भने 10% बढ्ने हो। जब थाहै भएको शिक्षकलाई एक तह बढुवा भयो भने 200-300 बढ्ने हो। त्यो त कुनै ठुलो कुरो म देख्दिनँ। त्यो त एउटा बहाना हो के। यो ओलीजी म अहिले पनि के भनिरहेको छु भने यो देशको गुरुहरूलाई जुन तपाईँ अपमान गर्दै हुनुहुन्छ, यो अपमान तपाईँ एउटा भगवान रिसाउनु भयो भने भगवान पनि गुरु हुन्छ। गुरुले भगवानलाई मनाइदिनुहुन्छ, तर गुरु रिसाउनु भने यो संसारमा कोही पनि मनाउने हुँदैन, प्रलय हुन्छ। त्यसले गर्दा यो सरकारलाई म आग्रह गर्न चाहन्छु, छिटोभन्दा छिटो यो सरकारले हाम्रो माग पूरा गरोस्। होइन भने कुनै पनि हालतमा जबसम्म हाम्रो माग पूरा हुँदैन हामी यो बरु मर्न तयार छौँ। तर माइती घर मण्डला र बानेश्वरको बीचको सडक हामी आजदेखि, हिजोबाट तपाईँहरू हेर्नु होला, अस्ति भन्दा हिजो सङ्ख्या बढ्यो। तपाईँहरू आज हेर्नुहोस्, हिजोको भन्दा आज बढ्दैछ। र तीन हामी देशभरिमा लगभग 4 लाख शिक्षक हो, 4 लाखलाई हामी उतार्ने प्रयत्न गर्दैछौँ। अहिले चाहिँ कति हुनुहुन्छ यहाँ टोटल? अहिले चाहिँ नै हामी लाख पुगिसक्यौँ। अस्ति अलिक कम थियो, 50,000, 30,000, 40,000 मा आन्दोलन गरेका थियौँ, तर अब लाख क्रस हुँदैछ। आजबाट हेर्नु होला अझै पर डे थपिँदैछ। त्यसले गर्दा यसले के हुन्छ सुन्नुहुन्छ ओलीजीले त केही समय अगाडि उहाँले नै भनिसक्नु भएको छ 40% त पास गर्न नसक्ने शिक्षकलाई किन उहाँलाई सहुलियत दिने भनिसक्नुभयो त। उहाँले हामीले 48% पास गरायौँ। उहाँले कति अङ्क ल्याउनु भयो? उहाँले 28 अङ्क ल्याउनु। उहाँले प्रधानमन्त्रीबाट राजीनामा दिएर घर त बस्नु पर्यो नि, नम्बर 1। नम्बर 2, एउटा विद्यालयको राम्रो रिजल्ट ल्याउनको लागि तपाईलाई विद्यालयको सबै गतिविधि राम्रो हुनु भनेको विषयगत दरबन्दी हुनुको व्यवस्था हुनु परेन। एउटा विद्यालयमा राम्रो रिजल्ट ल्याउनको लागि पहिला भौतिक अवस्था त्यहाँको ठिक हुनु पर्यो, नम्बर 1। नम्बर 2, विषयगत दरबन्दीको व्यवस्था हुनु पर्यो। विषयगत भनेको खास गरी प्रमुख विषयहरू
अङ्ग्रेजी, गणित, साइन्स, नेपाली है अप्सनल यो 5 वटा विषय मेजर जुन हुन्छ एकदम जरुरी विद्यालयमा त्यो व्यवस्था नेपाल अधिराज्यको म च्यालेन्ज गरिरहेको छु कुन विद्यालयमा यो विद्यार्थी संख्याको अनुपातमा विषयगत माविको दरबन्दी छ र जहाँ छ त्यहाँको रिजल्ट हेर्नुस् तपाईहरु राम्रो छ शिक्षाको उहाँले इन्डाइरेक्टली भन्नु खोज्नु भएको छ र आम नागरिकले पनि हामीले सरसरी देखिरहेको हुन्छौँ होइन यो चाहिँ फेरि अन्यथा नलिदिनु होला पब्लिकहरूको शिक्षकहरूले आफ्नो छोराछोरी चाहिँ आफ्नो विद्यालयमा पढाइरहेको विद्यालयमा नै शिक्षाको गुणस्तरमा चित्त नबुझेर बोर्डिङमा राख्ने अनि अरू सर्वसाधारणको बच्चाहरू मात्रै पढाउने त्यो क्वालिटी खस्कियो अथवा गुणस्तर खस्कियो सरकारी विद्यालयहरूको भन्ने पनि आरोप छ त्यसलाई नै उहाँले स्याटरको रूपमा प्रयोग गरेर त्यही 40-50% पास नगर्ने शिक्षकहरूको माग पुरा गर्ने भन्नुभएको होला तपाईको छोराछोरी चाहिँ हजुरको स्कुलमै पढ्नुहुन्छ कि बोर्डिङमा अब हाम्रो छोराछोरी त निस्किसक्यो बाहिर गइसक्यो कोही इन्डियामा पढ्दैछ कोही पढेर जागिर खाँदैछ त्यो अब हाम्रो छोराछोरीको हिजो हामी प्राइबीमा हुँदाखेरि मेरो पर्सा जिल्ला घर हो मनिहारवा स्कुलमा पनि छोरो पढेको हो अनि त्यसपछि सन्ठी स्कुलमा छोरी पढेको हो हैन अहिले त ठुलठुलो छोरछोरीहरू जागिर खाइसक्यो बिहेवारी भइसक्यो एउटा कान्छी छोरी चाहिँ इन्डियाको तपाईको देहरादुनमा पढ्दैछ त्यो हाम्रो छोराछोरीको कुरा छोडिदिनुस् अब अर्को कुरा ठीक छ मेरो भनाइ के हो भने सरकारको कमजोरीले यो सब भइरहेछ हाम्रो भनाइ यो हो सरकारसँग हिम्मत छ भने एउटा यस्तो ऐन ल्याओस् न शिक्षामा सुधार गर्ने यदि आत्मादेखि मन छ भने नेपालको राज्य कोषबाट तलब खाने सम्पूर्ण कर्मचारीको छोरा छोरी नाति नातिनाहरूको अनिवार्य भर्ना सामुदायिक विद्यालयमा हुनुपर्छ कसैले सुधारै गर्नु पर्दैन शिक्षामा एकदम बटम के थिच्न बित्तिकै बल्छ र निब्छ त्यस्तो चाहिँ परिवर्तन आउँछ हिम्मत छ सरकारसँग त्यो यहाँ ल्याउन सक्छ यहाँ निजीमा बिते संस्थागत विद्यालयहरूसँग बिकेको सरकारले त्यस्तो कुरा गर्न मिल्छ त्यो यो स्वतन्त्रता छ नि लोकतन्त्र भनेको के हो स्वतन्त्रता छ सबैलाई आफ्नो विद्यालयमा आफ्नो पढाउने भन्नुस् न ल तपाईकै कुरामा म सहमत छु मेरै छोरछोरी पढ्नवाला छ मेरो त निस्किसक्यो तर आज म भन्दैछु मेरो स्कुलमा मैले जुन स्कुलमा म पढाउँछु सुन्नुस् मेरो स्कुलमा जुन पढाउँदै छु त्यहाँ माविको म्याथ दरबन्दी छैन माविको इंग्लिश दरबन्दी छैन माविको साइन्स दरबन्दी छैन छँदै छैन प्राविकोले माविमा पढाइरहेछ निमाविकोले माविलाई पढाइरहेछ अनि म चाहिरहेको छु कि मेरो छोरछोरी पनि अरू जस्तै ठुलो बनोस् मैले त्यो स्कुलमा पढाएर त्यो हुन्छ त यो सरकारको कमजोरी हो नि सरकारले पहिला विषयगत दरबन्दीको व्यवस्था गरोस् हिम्मत छ मेरो च्यालेन्ज छ तपाईहरुको मिडिया मार्फत ओलीजी हिम्मत छ भने तपाई यस्तो शिक्षा ल्याउनुस् न सामुदायिक विद्यालयमा काम गर्ने मात्रै होइन राष्ट्र सेवक सम्पूर्ण देशभरिको यति मात्रै होइन राष्ट्र सेवक मात्रै होइन जति पनि नेपाल सरकारको जस्तै मेयर उपमेयर वडा अध्यक्ष वडा सदस्य माननीय मन्त्री सचिव मुख्य सचिव साराको छोरोछोरी नाति नातिनीहरू अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढ्नुपर्ने कसैले शिक्षामा सुधार ल्याउनु पर्दैन कसैले कराउनु पर्दैन अटोमेटिक शिक्षामा सुधार हुन्छ तर त्यो गर्न सक्नुहुन्छ सक्नुहुन्न नि त्यसले गर्दा राजनीति गर्नु छ के जस्तो तपाईहरुको र सरकारको अन्तर्द्वन्द्वले है अब एससी को रिजल्ट पनि ढिलो होला जस्तो छ सँगसँगै 12 को एक्जाम पनि 12 को एक्जाम पनि आइरहेछ र शैक्षिक सत्र अन्तर्गत नयाँ सेसनको विद्यार्थीहरुको भविष्यलाई पनि असर पर्ने देखिन र त हामी त तयार छौं हामी त भनेर आज 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 हजुरको 4 गते हो हजुर वैशाख 4 गते हो आजै विशेष अधिवेशन बोलाएर बेलका अहिले अथवा 5 गते भोलि विशेष अधिवेशन बोलाएर हाम्रो माग सम्बोधन गरेपछि हामी 6 गते विद्यालयमा पुगेर भर्ना हुन्थ्यो एससी को कापीहरु परीक्षण सुरु भइहाल्थ्यो यही मितिमा तपाईको वैशाखको
11 गतेदेखि 12 को परीक्षा सञ्चालन भइहाल्थ्यो त हाम्रो के कमजोरी छ हामीले त त्यो देखिँदैन नि त त्यस्तो उहाँहरूले त्यो गर्नु होला जस्तो देखिँदैन सरकारले गर्दैन भने हामी कहिलेसम्म यस्तो चाहिने आफ्नो सारा दुनियाँ छोडेर खाली इमानदारी आजसम्म हामीले सुन्नुस् हामी कति इमानदारीताले हामी आफ्नो आन्दोलन पनि गरिरहेछौँ भने विगतमा 80 सालमा आन्दोलन गऱ्यौँ 4 दिन हामी आन्दोलन गऱ्यौँ 4 दिनको भुक्तानी हामी शनिबार र बिदाको दिन पढाएर भुक्तानी गऱ्यौँ कति गर्ने सोझोलाई त कसैले सुन्दो रहेनछ त्यही भएर यसपालिको आन्दोलन करो या मरोको छ शिक्षा नलिएसम्म हामी काठमाडौँबाट हलिनवाला छैनौँ बाटो छोड्नवाला छैनौँ महिनौ लम्बिन्छ महिनौ दिन हामीलाई थाहा छैन माग कहिले पुरा हुन्छ तैलेसम्म हामी चाहिँ बाटोमा हुन्छ सामाजिक सञ्जाल कतिको हेर्नुहुन्छ हेर्छु म त त्यसमा कमेन्ट पनि पक्कै पढ्नुहुन्छ कमेन्ट हामी पढिरहेछौँ जस्तो मेरो व्यक्तिगत प्रश्न होइन कतिले चाहिँ अब शिक्षक पनि पोलिटिसियन जस्तै भयो पार्टीको मान्छे जस्तै शिक्षक र सरकारको अन्तर्द्वन्द्वमा हामी सर्वसाधारणलाई समस्या भयो पनि भनिरहेछ नि त अनि यो सरकार गैर जिम्मेवार भइराख्ने त्यो त जनताको होइन सुन्नुस् न तपाईको कुरो प्रश्न म बुझेँ जनताको त्यो आम कुरालाई सरकारले सम्बोधन गर्नु परेन अब त हाम्रो लडाई भयो हाम्रो माग हो सरकारले विगतमा सम्झौता गर्यो थुप्रैपल्ट सम्झौता गर्यो अनि थुप्रैपल्ट पुरा नगरे नै यसपालि हामीले चाहिँ ल अन्तिम अब नपाएसम्म हामी जाँदैनौँ भनेको विगतमा सम्झौता गरेर दिएको भए अहिले हामी घर गइहाल्थ्यौँ त विगत कतिपल्ट झुक्यायो कतिपल्ट हामीलाई दिएन गरेर पनि त्यसले गर्दाखेरि अहिले सामाजिक सञ्जालमा जो साथीहरू जो अभिभावकहरू जो विद्यार्थीको चाहिने बुवा आमाहरू हेर्दै हुनुहुन्छ यो च्यानल उहाँहरूसँग आग्रह छ तपाईहरू पनि सरकारलाई प्रेसर बनाउनुहोस् सरकार भनेको एउटा घरको मूली जसरी हुन्छ घरको मूली घर चलाउँछ तरकारी किनेर ल्याउँछ चामलको व्यवस्था गर्छ कपडा लत्ताको व्यवस्था गर्छ त्यस्तै यो सरकार भनेको देशभरिको सबै जनताको अभिभावक हो सबैलाई हेर्नु पर्यो हाम्रो पनि माग पुरा छिटो गरिदिनु पर्यो र तपाईहरूको पनि जुन बच्चाहरू अहिले घरमा बसिरहेछन् तिनीहरूको पनि व्यवस्थापन छिटो हाम्रो माग पुरा गरेर हामी विद्यालय आउनु पर्यो तपाईहरू पनि अब हामी सँगसँगै आन्दोलनमा माइती घर मण्डल आउनु पर्यो र सरकारसँग कलम हाम्रो विरोधमा होइन कि तपाईहरू कमेन्ट गर्दाखेरि हाम्रो विरोधमा होइन अब ए सरकार यो शिक्षकहरूको छिटो माग पुरा गरिदेऊ र विद्यालय पठाऊ भने यहाँहरूलाई लेख्नलाई म आग्रह गर्दै हस् थ्याङ्क यू सो मच यहाँलाई अमूल्य समयको लागि र तपाईँहरूको माग सबै माग त नपुग्ला चाहिने जति त सरकारले छिटै दियोस् है हस् हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद